हेलो एभ्रिवान। आज चाहिँ म हजुरहरूलाई तावामै रोटी फुलाएर देखाउँदैछु। भिडियो पुरै अन्तिमसम्म हेर्नु होला। एउटा भाँडोमा मैले 2 कप पिठो लिए, त्यसलाई पानी हालेर मजाले मोले। पिठो हातमा टाँसिन छोडेपछि हाम्रो पिठो तयार भयो रोटी बनाउनको लागि। पहिला मैले पिठोको सानो सानो डल्लो बनाएर राखे। एउटा पिठोको डल्लो लिए र थोरै पिठो हालेर त्यसलाई मजाले बेले। पिठोलाई सबै कुनाबाट राम्ररी बेलेर मैले गोलो सेप दिए। हेर्नुस् त हाम्रो पिठो मजाको गोलो भयो। ग्यास अन गरेर मैले तावालाई तात्नलाई छोड्दिए। तावा तातेपछि मैले आफ्नो रोटी हाले। रोटीलाई टाइम एन्ड अगेन फर्काउनु होला, नभए रोटी राम्ररी फुल्ने छैन। र रोटीको कुना कुना पनि मजाले पकाउनु होला। ल हेर्नुस् त, अब हाम्रो रोटी तावामै फुल्दै छ। मैले चाहिँ माथिबाट थिच्नको लागि अर्को रोटी प्रयोग गरे। हामीले तावामा भएको रोटीलाई माथिबाट मजाले थिच्दै जाने, रोटी आफै फुल्दै जाने छ। ओहो, तातो रोटी खानुको त मजै बेग्लै छ। आफूलाई मनपर्ने तरकारीसँग खानु होला है। बाई बाई।